हेलो साथीभाइहरू, गुड आफ्टरनुन। म चाहिँ यहाँ भर्खर जङ्गलबाट आएको, बहिनी र म चाहिँ हामी चाहिँ सिस्नु टिप्नु गएको थियौँ जङ्गलमा। यहाँ हेर्नुहोस् त कति पाएँ मैले सिस्नु। बिरालोले पनि यहाँ सिस्नु खाने। यहाँ म चाहिँ यहाँ चाहिँ केलाएर राखेको, यहाँ चाहिँ केलाउँदैछु हो। अन्त यहाँ हेर्नुहोस् है, बाहिर पानी पर्नु आँटिसक्यो। देख्नुभयो साथीभाइहरू, मैले सिस्नु कति टिपेर ल्याएको छु। मेरो चाहिँ फेभरेट हो। तपाईँहरूको चाहिँ फेभरेट हो कि होइन कमेन्ट गर्नु होला। मलाई चाहिँ एकदमै मनपर्छ। त्यही माथि प्रेसर हाई भइरहेछ अहिले, त्यही कारणले चाहिँ म चाहिँ यहाँ सिस्नु खानु आँटेको। आज चाहिँ पुरा मनपर्छ हो। यसरी हाउमै खानु है। यत्तिकै खायो भने के हुन्छ होला है साथीभाइहरू, हेर्नुहोस् है यहाँ यत्तिकै मुख त यत्रो हुन्छ होला है सुन्नेर है। आज चाहिँ सिस्नु खाने मलाई चाहिँ एकदमै मनपर्छ हो। त्यही माथि प्रेसर हाई छ, सिस्नु चाहिँ खानु मनपर्छ। हिजो पनि करेलालाई चाहिँ ग्राइन्ड गरेर चाहिँ 1 ग्लास जुस बनाइकन खाएको हो। 1 ग्लास जुस बनाइकन खाएर चाहिँ सुतेको। त्यति पिएर चाहिँ अलिकति भए पनि सन्चो भयो हो साथीभाइहरू। अनि तपाईँहरू के कस्तो हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला। हेर्दै गर्नुहोस् मेरो सर्ट भिडियोहरू। कोही बेला लङ भिडियो पनि आउँछ, कोही बेला फनी भिडियो पनि आउँछ। हेर्दै गर्नुहोस् अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस्।